आज हामीले सानो एउटा इलेक्सन नै गर्नेछौँ। हेरौँ कसले चाहिँ जित्छ। र्यान्डमली 20 जना स्ट्रेन्जरहरूलाई सोध्नेवाला छु। अब चाहिँ म सोध्नतर्फ लागे। तपाईले भोट कसलाई दिने? मेयर बालन शाहलाई। भनेपछि राष्ट्रवादीलाई दिने। भोट कसलाई दिने? घन्टीमा। भोट कसलाई दिने? भोट कसलाई दिने विचार छ? उनीलाई दिने हो। अब आउने कसलाई दिने? नयाँलाई। नयाँ भने राष्ट्रपालाई दिने? हैन, घन्टीलाई दिने। ओके, थ्यांक यू सो मच। 4 वटा। तपाईले कसलाई दिने? त्यही हो। सबैले त्यही हो। घरमा सबैले त्यही भन्नु भएको छ क्या? घर नै बुटोल पुरै राष्ट्रपा घन्टीमय भएको छ। घन्टीलाई दिएन भने हामी आउन भन्छन् छोराछोरीले। हो र विदेशमा हुनुहुन्छ? ओ माई गड। भोट कसलाई दिने विचार गर्नु भएको छ? खै अब त आफूले छानेर हुन्छ गरे अब छाने- दिने हो त्यो त अब सोचेर दिउँला नि त अहिले अहिले भोट कसलाई दिने विचार गर्नु भएको छ? अहिले भोट त घन्टीलाई हो। घन्टीलाई सियोर 100%। सियोरै हो नि। कसलाई भोट दिने विचार गर्नु भएको छ? राष्ट्रपा। तपाईहरुको मतदाता परिचय पत्र छ कि छैन? बनाउनु भयो? भनेको भोटर आइडी नै बनाउनु भएको छैन? घरमा भोट कसलाई दिने विचार छ? बाले घन्टी घन्टीलाई हो। अनि तपाईको? घन्टीलाई। तपाईको? थाहा छैन मलाई। थाहा छैन। ए तपाईको? सूर्य। हजुर। ल अहिलेसम्म एकजना मात्र सूर्यमा हैन आउनु भएको छ। बेस्ट विशेष फर सूर्य। अहिले भोट कसलाई दिने विचार गर्नु भएको छ? अहिले कसैलाई होइन कसैलाई पनि हैन। किन? किन यस्तै अहिले राइसलाई गऱ्यो भने कसलाई दिने नदिने अहिले त भन्न सक्दैन। अहिले भन्न सक्नुहुन्न। तपाईले कसलाई दिने विचार गर्नु भएको छ? हामी घन्टी छाप। घन्टीलाई 100%। 100%। अहिले भोट कसलाई दिने विचार गर्नु भएको छ? जो राम्रो मान्छे छ त्यसैलाई राम्रो मान्छे सबै राम्रो हुनुहुन्छ कि? राष्ट्रपा, एमाले, कांग्रेस? घन्टी घन्टी घन्टी। मलाई चिन्नुहुन्छ? म एउटा क्वेसन सोधिरहेको छु। आज चाहिँ मैले गिभ अवे गरिनँ, त्यसको लागि सो सरी हैन। घरमा के घरमा कसलाई भोट दिने कुरा छ? घन्टी घन्टीमय छ है। ओके, थ्यांक यू फर यर टाइम है गाइस। भोट कसलाई दिने विचार गर्नु भएको छ? रविलामी खाने घन्टीलाई कसलाई दिने हो? सिधै घन्टीलाई हो। सिधै केही नसोची। थ्यांक यू सो मच। होइन मेरो त घन्टीलाई जो अब घरका परिवार एमाले कांग्रेसकालाई पनि घन्टीमै रोजाएको छु त मैले। घन्टीमा भोट हाले घर आउँछु नै आउनु भनेर कबुलाएको छु त। हामी यो सबैले एकन्दा भोट हालिदियो भने पो बल्ल जितेर आउँछ र अनि एउटा पार्टी बहुमत आउनु पर्यो नि। घरमा के कसलाई भोट दिने कुरा छ? घन्टीमा। घन्टीमा गप्य रूपमा घन्टीमा भन्दाखेरि चाहिँ कांग्रेस एमाले भने नि आखिरमा दिने चाहिँ घन्टीलाई। ओके, थ्यांक यू सो मच गाइज है। भेटेर खुसी लाग्यो। ल अहिले भोट कसलाई दिने विचार छ? भोट त अब आफ्नो मर्जी त हो नि। मर्जी त हो। त्यसले परिवर्तन गर्छन्, परिवर्तन नचाहनेले ऊ हिसाबले दिन्छन्। नयाँ भन्न मात्र पनि हुँदैन। नयाँको उद्देश्य के छ, भिजन के छ हैन? एकदम राइट। उनीहरूको दस्तावेज के छ एकदम त्यो अहिलेसम्म सो छैन। पपुलारिटीको भरमा मात्र पनि देश चल्दैन हो। पहिलो कुरो। दोस्रो कुरो पुरानाले चाहिँ भ्रष्टाचार विथिति यसलाई चाहिँ अलिकति म्यानेजमेन्ट नगर्ने सकेको भएर यो एउटा चाहिँ विस्फोटन भएको हो। कसरी जनताले बुझाएको छ भन्ने कुरो म गएँ। के रे अहिले भोट कसलाई हाल्ने विचार गर्नु भएको छ? अहिले भोट त नयाँ पार्टीलाई दिनुपर्छ जस्तो छ। घन्टीमै बजाउने विचार छ? घरमा सबैले त्यही हो? त्यही हो। त अलि नभनौँ कि किन? समय आउँदा गरौँला नि। गप्पे राखौँ। सोच विचार गरेर दिनु होला। एकदम एकदम धन्यवाद सर। अहिले अब बढ्दो स्थिति त अब रासोपा है। हजुर, राष्ट्रपालाई दिने पक्का पक्की छ? हजुर। भोट त अब कांग्रेसलाई सुरु जन्मबाट दिइयो छ। हजुर अब अहिले लगभग 70 पुग्न थालियो। हजुर त्यसपछि एमाले आयो, हजुर त्यसलाई पनि दिइयो। हजुर, त्यहाँबाट माओवादी आयो, त्यसलाई पनि दिइयो। अहिले कसलाई दिने? अब यसलाई पनि एउटा मौका दिउँ भन्ने विचार छ। भनेपछि घन्टीलाई दिम भन्ने छ? पक्कै त्यही छ भनौँ। हामी त हुन्ला कांग्रेसी हौँ। हजुर हामी कांग्रेसमै छौँ। हजुर। अहिलेको लहर घन्टीमा आएको हुँदाखेरि हामी घन्टीमा सरिन्छ जस्तो पनि छ। ए हाम्रो त सागा ढकाललाई सागर गुल्मीबाट? गुल्मीबाट। ल सागर चाहिँ हेर्दै हुनुहुन्छ भनेपछि हैन? सागा ढकाल गुल्मीबाट। ल तपाईको? कपी पेस्ट त्यही नै हो। सागर तपाईँ पनि गुल्मीबाटै हो? तपाईँ पनि? त्यही सागा ढकाल। ल साथीको पनि कुरा सुन। भोट कसलाई दिने विचार छ? भोट योपालि नयाँलाई हुन्छ होला सायद। नयाँ त कहाँबाट भोट दिने हो? पाल्पादेखि। पाल्पाबाट? नयाँ भन्नाले कसलाई? अहिले घन्टीमा यसपालि। गाइस तपाईहरुले थाहा पाइसक्नु भएको छ। यो भिडियोमा चाहिँ सानो एउटा इलेक्सन टाइपको नै भिडियो बनाएको थिएँ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला र तपाईले चाहिँ कुन पार्टीलाई भोट दिने विचार गर्नु भएको छ त्यो पनि कमेन्ट गर्नु होला। अर्को भिडियोमा फेरि भेटौँला। नमस्ते।